नमस्कार। आज हामी एउटा निकै महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ। नेपालमा स्वास्थ्य संस्था कसरी दर्ता गर्ने। यो प्रक्रिया अलि जटिल लाग्न सक्छ, तर हामी यसलाई एकदमै सरल चरण-चरणमा बुझ्नेछौँ ताकि सबै कुरा स्पष्ट होस्। नेपालमा एउटा राम्रो अस्पताल वा क्लिनिक खोल्ने सपना देख्नुभएको छ, एकदमै राम्रो कुरा हो। तर त्यो सपना पूरा गर्ने बाटो साँच्चै भन्नुपर्दा अलि भुलभुलैया जस्तै छ। कहाँबाट सुरु गर्ने, के गर्ने, होइन त? ल, चिन्ता नलिनुहोस्, आज हामी यही भुलभुलैयालाई एकदमै सरल तरिकाले बुझ्ने प्रयास गर्नेछौँ। ठिक छ, हाम्रो आजको यात्राको मार्गचित्र यस्तो रहनेछ। हामी सुरुमा कानुनी वातावरण कस्तो छ भनेर बुझ्छौँ, त्यसपछि दर्ताको लागि एउटा खाका बनाउँछौँ, अनि कानुनी जग बसाल्दै संस्था र टिम कसरी बनाउने भनेर हेर्छौँ। र सबैभन्दा महत्त्वपूर्ण, अन्तिम स्वीकृति कसरी लिने र के कस्ता गल्तीहरूबाट बच्ने भन्ने बारेमा पनि विस्तृतमा कुरा गर्नेछौँ। ल, सुरु गरौँ पहिलो पाइलाबाट। त्यो हो नेपालको स्वास्थ्य क्षेत्रलाई कुन कानुनले कसरी नियन्त्रण गर्छ भन्ने कुरा बुझ्नु। यो नबुझी अगाडि बढ्नै सकिन्न। सबैभन्दा महत्त्वपूर्ण कानुन हो जनस्वास्थ्य सेवा ऐन 2075। यसले के भन्छ भने स्वास्थ्य संस्था खोल्न दर्ता गर्नु भनेको सामान्य कागजी काम मात्रै होइन। यो त बिरामीको सुरक्षा र सेवाको गुणस्तरसँग जोडिएको एउटा अनिवार्य कानुनी शर्त हो। कानुनी कुरा बुझिसकेपछि अब आफ्नो संस्थाको लागि एउटा स्पष्ट खाका बनाउने बेला भयो। यसको लागि सबैभन्दा पहिले एउटा महत्त्वपूर्ण निर्णय लिनुपर्छ। आखिर कस्तो प्रकारको स्वास्थ्य संस्था खोल्ने? अब यो तालिकालाई हेरौँ त। यसले एकदमै स्पष्ट पार्छ कि कुन प्रकारको संस्था खोल्ने भन्ने निर्णय कति महत्त्वपूर्ण छ। जस्तै एउटा सामान्य क्लिनिक खोल्नुहुन्छ भने प्रक्रिया अलि सजिलो छ। किनभने त्यहाँ ओपिडी मात्र हुन्छ, बिरामी भर्ना गर्नु पर्दैन। तर जब अस्पतालको कुरा आउँछ, खेल नै अर्कै हुन्छ। बिरामी भर्ना, 24 घण्टा सेवा अनि कम्तीमा पनि 15वटा बेड, यी सबै कडा मापदण्डहरू पूरा गर्नै पर्छ। हो, यही निर्णयले तपाईँको लगानी कति लाग्छ र कानुनी झन्झट कति हुन्छ भन्ने कुरा निर्धारण गर्छ। अनि यो दर्ता प्रक्रिया एउटै अफिस धाएर सकिँदैन। तपाईँले कम्पनी रजिस्ट्रारको कार्यालयबाट कम्पनीको कानुनी रूप लिनुपर्छ, आन्तरिक राजस्वमा गएर कर दर्ता गर्नुपर्छ, अनि बल्ल स्वास्थ्य मन्त्रालय वा प्रदेशको निकायबाट सञ्चालन अनुमति लिनुपर्छ। हरेक निकायको आफ्नै भूमिका छ र सबै उत्तिकै महत्त्वपूर्ण छन्। ल, अब वास्तविक यात्रा सुरु गरौँ। चरण 1बाट। यो भनेको संस्थालाई कानुनी रूप दिने, अर्थात् एउटा बलियो जग बसाल्ने काम हो। यी 4 चरणहरूलाई तपाईँ आफ्नो स्वास्थ्य संस्थाको जगको 4वटा खम्बा सम्झिन सक्नुहुन्छ। कम्पनीको नाम राख्नु पहिलो इँटा हो भने कम्पनी दर्ता, प्यान नम्बर लिने र स्थानीय निकायमा दर्ता गर्ने कामले त्यो जगलाई कानुनी र वित्तीय रूपमा एकदमै बलियो बनाउँछ। यीमध्ये एउटा पनि छुट्यो भने अगाडि बढ्न सकिँदैन। अब खर्चको कुरा गरौँ। सरकारी दस्तुर त लगभग तोकिएकै हुन्छ, तर कानुनी परामर्श र अन्य प्रक्रियामा लाग्ने शुल्क भने अलि फरक पर्न सक्छ। त्यसैले यो पहिलो चरणको लागि बजेट बनाउँदा अलिकति लचकता अपनाउनु नै बुद्धिमानी हुन्छ। ल, कानुनी जग त बस्यो। अब दोस्रो चरणमा हामी भौतिक पूर्वाधार अर्थात् भवन र त्यसलाई चलाउने व्यावसायिक टोनी निर्माणमा केन्द्रित हुन्छौँ। यहाँ एउटा एकदमै महत्त्वपूर्ण कुरा के बुझ्नुपर्छ भने स्वास्थ्य सञ्चालनको अनुमतिको लागि आवेदन दिनुअघि नै तपाईँको भवन र सबै पूर्वाधारले सरकारी मापदण्ड पूरा गरेको हुनैपर्छ, किनकि सरकारले बिरामीको सुरक्षा र पहुँचलाई जहिले पनि पहिलो प्राथमिकतामा राख्छ। अनि यो एउटा यस्तो कुरा हो जसमा कुनै पनि हालतमा सम्झौता हुँदैन। तपाईँको टिममा काम गर्ने हरेक डाक्टर, नर्स वा अन्य स्वास्थ्यकर्मीसँग उनीहरूको सम्बन्धित काउन्सिलले दिएको इजाजत पत्र अनिवार्य रूपमा हुनै पर्छ। यही एउटा सानो गल्तीले गर्दा धेरै आवेदनहरू अस्वीकृत हुन्छन्, त्यसैले यसमा एकदमै होशियार हुनुपर्छ। ल, अब हामी आइपुग्यौँ अन्तिम र सबैभन्दा महत्त्वपूर्ण चरणमा, स्वास्थ्य संस्था सञ्चालन गर्नको लागि आधिकारिक इजाजत पत्र लिने प्रक्रियामा। यो समय रेखा हेर्दा के देखिन्छ भने कम्पनी दर्ता जस्ता काम त 1-2 हप्तामै सकिन्छन्, तर स्वास्थ्य निकायबाट अन्तिम स्वीकृति पाउन भने 1 देखि 2 महिनासम्म लाग्न सक्छ। किनभने उनीहरूले हरेक कुराको विस्तृत प्रमाणीकरण गर्छन्, स्थलगत निरीक्षण गर्छन्। त्यसैले धैर्यता एकदमै आवश्यक छ। तपाईँले यी सबै कागजातहरू मिलाएर एउटा विस्तृत फाइल तयार गर्नुपर्छ र बुझाउनुपर्छ। त्यसपछि के हुन्छ? नियामक निकायको एउटा टोली तपाईँको संस्थामा निरीक्षण गर्न आउँछ।
उनीहरूले तपाईँको उपकरणदेखि लिएर सरसफाई अनि कर्मचारीको योग्यतासम्म हरेक कुरा तपाईँले फाइलमा उल्लेख गरेअनुसार छ कि छैन भनेर जाँच्छन्। इजाजत पत्र पाउनु पक्कै पनि ठूलो उपलब्धि हो, तर यात्रा त्यत्तिमै सकिँदैन। त्यसपछि सुरु हुन्छ निरन्तर रूपमा नियमहरूको पालना गर्ने अर्को महत्त्वपूर्ण चरण। यदि एउटै मात्र गल्तीबाट बच्नुपर्छ भने त्यो यही हो। जबसम्म हातमा आधिकारिक सञ्चालन इजाजतपत्र पर्दैन तबसम्म बिरामीको लागि ढोका नखोल्नुहोस्। यसो गर्नु गैरकानूनी हो र यसले ठूलो जरिवाना, संस्था बन्द र कहिलेकाहीँ त फौजदारी कारबाही समेत गराउन सक्छ। अर्को एउटा सामान्य तर गम्भीर गल्ती भनेको बायोमेडिकल फोहोर व्यवस्थापनलाई हल्का रूपमा लिनु हो। इजाजत पत्र पाउन र त्यसलाई कायम राख्नको लागि फोहोर व्यवस्थापन गर्ने कुनै मान्यता प्राप्त एजेन्सीसँग वैध सम्झौता गरेको हुनैपर्छ। यो ऐच्छिक होइन, अनिवार्य हो। अनि एउटा कुरा, इजाजत पत्र पायो अब सधैँलाई भयो भन्ने चाहिँ होइन है। यहाँ हेर्नुहोस् त, चाहे अस्पताल होस् वा क्लिनिक, सबैले हरेक वर्ष आफ्नो लाइसेन्स नवीकरण गर्नुपर्छ। यो काममा अलिकति पनि ढिलासुस्ती भयो भने सञ्चालन अनुमति नै जोखिममा पर्न सक्छ। त्यसैले यो मिति चाहिँ क्यालेन्डरमा टिपिहाल्नुपर्छ। आज हामीले स्वास्थ्य संस्था दर्ता गर्ने कसरी भन्ने बाटो त देखायौँ। यो भुलभुलैया पार गर्ने एउटा खाका अब हामीसँग छ। तर अब सोच्नुपर्ने एउटा गहिरो प्रश्न छ, के नेपालमा गुणस्तरीय स्वास्थ्य सेवाको लागि बाधा भनेको यो कानुनी संरचना मात्रै हो? यो प्रश्नको जवाफ खोज्नको लागि एउटा ठूलो र निरन्तर संवादको खाँचो छ।